गाइस आज हामी चाहिँ बिहानै टक्क लगाएर हाइकमा जाँदैछौँ हाम्रो क्लासको केटीहरूको ग्याङ छ नि त म त एकदम रेडी छु अब तिनीहरूलाई माथि बाटोमा भेट्दैछु म आज मेरो फुल भलक हेर्ने होला ल मेरो अगाडि लागिसकेको छ स्पिकर हो मेरो पछाडि झोला छ म हिँडिरहेको छु तिनीहरू माथि भेट्छु होला म कल आइज अनि मेरो साथी पछाडि ल आइज ती माथि पुगिसकेको छु यहाँ हेर्नु तल खलङ्गा छ एयरपोर्ट छ टाढो छ हामी जाने पर्ने माथि माथि टुप्पोमा छ तर हाम्रो केटीहरू कहाँ छ भनौँ तल छन् यस्तो गरेर हिँड्छन् बिस्तारै हिँड्छन् कि मलाई झ्याउ लागिसक्यो म चाहिँ कपाल सुकाउँदैछु बिहान नुहाउनु आएको नि त सो यो कपाल त सुकेको छैन कहाँ त्यही भएर कपाल सुकाउँदैछु मस्त घाम ताप्दैछु वेटिङमा छ तिनीहरू आउने हेर्नु सबै आइसक्यो खान अब यहाँ तलमा चाहिँ अर्को ग्याङ आउँदैछ हाम्रो ढिल आउँदैछन् हामी चाहिँ यहाँ सङ्घर्ष गर्दै यता रोडबाट आयौँ होइन यिनीहरू कहाँबाट निक्लिन्छन् यिनीहरू अल्छीहरू घिनामना बाटो भयो नि निक्लिहाल्यो यताबाट खैहरू अल्छीहरू यहाँ जङ्गलबाट यस्ता भिडै बाटो हिँड्छन् है नखाऊ अहिले हामीले यहाँ पानी खानु बस्यो सबैले पानी भरेर राख्नु नि माथि कोही बात लागि त्यही ढिलो हिँड्छ भनेर आज हामी खाजा खाँदैछौँ के यहाँ हेर्नुहोस् हाम्रो बाटोको नास्ता खाजा मकै खाजा खाने कस्तो मिठो ल एउटा गरेर हालिदिन्छु एउटा गरेर हाल्दै यसलाई कस्तो हामी पानी खानु पर्छ यहाँ फुल लाग्छ अब के भन्दा नि भोक लाग्यो बाटोमा पानी भर्दै खाँदै हिँड्ने ल हामी हिँड्ने टाउरासको यात्रा हो हाम्रो गाईहरू यहाँनिर यो रुख रहेछ यहाँनिर भूतहरू यहाँ बाँदरका सन्तानहरू लागि काफल खान सन्तानहरू यो सिधै उकालो चढ्नु छ हामीलाई ठाड्दै छ यस्तै हिँड्दा छ नि बिस्कुट यो भनेको के हो भनेपछि खोकी एकदम प्योर औषधि हो सिलपाइरीको जरा भन्छ यसलाई सिलपाइरी भन्छ है एकदम राम्रो हुन्छ क्या यो त्यत्तिकै खाने भने अहिले खाने भने राम्रो हुन्छ क्या चिप्चितो हुन्छ तर एकदम राम्रो हुन्छ है टर्रो हुन्छ मैले त चिनेको थिएँ त्यहाँ सिलपारी मैले चिनेको छु यहाँ जरा त खाएको थिएँ यो अर्ग्यानिक है जडीबुटी हो यो त्यो हुन्छ भन्ने चिन्नुपर्छ हजुरले कस्तो हुन्छ बाटो गाह्रो छ स्थिति गाह्रो छ हजुर यहाँ हिँड्नलाई पछाडि यहाँ आउँदै हुनुहुन्छ साथीहरू तल एउटी छन् लास्ट तल सिडी चढ्नलाई ओके नि गाह्रो छ लक्ष्मीलाई कविता गाई तिनी कविता के प्यालो यस्तो बाटोमा हिँड्न सकिरहेको यस्तो बाटोमा ए भगवान् यहाँ पनि कति धेरै छ कि गाइजले के भन्छ नि भन्नुहोस् न त भन त केही नभने भम्पूको चिसो पानी खाएको अरे कि यिनले भन त फेरि हेर्नु त टाढोदेखि आँटिसक्यो त्यो मात्र हेर्नु त्यहाँनिर हो एकदम हामी टावर हाउस पुगिसकेको छौँ फाइनल्ली होइन रहेछ टावर हाउस हाम्रो अगाडि कपाल छोड्नु पर्यो पछाडि सिस्ने हिमाल देखिरहेको छ आज भने यो क्लाइमेट चेन्जको कारण एयर पोल्युसनको कारण यस्तो देखिरहेको छ डाँडा कारण नै देखिरहेको होइन कि है गाइज त्यहाँ सिस्ने हिमाल देखिन्छ अनि यता पुरै बाफीकोटको पुरै अल गाउँ अनि त्यो यताको माथि गयो सब होइन तल छ खलङ्गा ए कस्तो राम्रो मनको कुरा लक्ष्मी
ठिकै छ भयो हजुर पर पिपल छाया नकली हुन्छ भने कुरै छाड्दैन कि हेर्दै यिनीहरू यहाँ पुरै लिपस्टिकहरू लगाइरहनु ओठमा मेकअप नगर्ने त लाली चाहिँ लाइएले है ओठमा ओठ यी गर्दा यी ओठमा लाइएले यिनी पनि नक्कली हुने यिनी पनि लाइछन् तर यिनी चाहिँ बिराम भएको छन् कि हाम्रो साथी नि यिनी पनि सिम्पलै छन् तर यिनी चाहिँ हल्का बिराम भएको छन् कि गाइजहरू आइज कस्तो फिल भइरहेछ हजुरलाई टाढा छ गाइस अब हाम्रो यो टिकटक सुट गर्ने अनि त्यहाँ त फोटो खिच्दैछन् अनि हाम्रो यो फोटो सोटो खिच्ने क्यामेराम्यान हो अनि फोटो खिच्ने अनि यहाँ चाहिँ फोटो खिचेर थाकिसकेका छन् अब मैले चाहिँ फोटो सोटो खिचिसकेँ अब चाहिँ हाम्रो सेकेन्ड टाइम भइसक्यो अब चाहिँ हामी घर जान आँटेको ल है त हजुरलाई त्यहाँ जन्ती बस्न लेख्नुहुन्छ एड इटिसी सब देखाउँछु घर जाँदासम्मको है हामी चाहिँ घर जान लाग्छ म चित्छौँ तल तल बत्ती कोही छैन सबै पुरै बिना जाँगर हिँडिरहेको छन् आइज तपाईँ कस्तो लाग्यो पर्तिर देऊ त कस्तो लाग्यो पर्ति किन दिनु आइज के छिटो हाई गाइस इट्स लुक लाइक यहाँ कुनै मैले जज गर्न लायक कुनै छैन बट यहाँ चाहिँ एउटा लास्टै फोड छ वरपर फोड होइन क्या यहाँ उयो वरपर एयर पोल्युसन छ सो हाम्रो भ्यू चाहिँ राम्रो आइरहेको छैन यहाँ पछाडि नि बत्तीहरू ढिलो आइरहेको छ नि बत्तीहरू नि बत्तीहरू ओरिजिनल बत्तीहरू ढिलो हिँडिरहेको छन् हामी यहीँ आउनलाई 4 घन्टा यात्रा गरेको छौँ हामीले यो पनि कति कठिनाइ घुमेर 4 घन्टाको यात्रा पश्चात हामी यस टावरमा पुगिसकेका थियौँ र सफल भयौँ भन्न अब हाम्रो प्रस्थान गर्ने समय आइसकेको छ भोक पनि लागिसकेको छ नास्ता पनि छ त्यहाँ अघि हामी के खायौँ नि रोटी हलुवा चाउमिन मोमो अनि के भन्छ त्यो खायौँ सेल खायौँ अचार खायौँ भुजा खायौँ चाउचाउ खायौँ चिउरा खायौँ सबै खायौँ हामीले मेरो चाहिँ चाउर चिज तलको भ्यू यति डर लाग्दैछ ल ओ यो चाहिँ हाम्रो पछाडि ब्याकग्राउन्डमा देखिराख्नु भएको छ यो हाम्रो टावर हाउस मुसिगढ नगरपालिकामा पर्दछ यो यति हाई लेभलमा छ कुरै छाड्दिनुहोस् क्या वरपर भ्यू देखाइ हेर्न सक्नुहुन्छ यस्तै हाई लेभलमा छ अघि म त्यहाँ गएर फर्किँदा पुग्न नसकेँ मान्छे चाहिँ हामी चाहिँ दुईटी जेनी छ मलाई मान्छे चाहिँ त्यहाँ के भन्छन् किलिङ गएको छन् गरे त्यो त्यसको नाम के अरे स्पिकर दिन गएको छन् अनि हामी चाहिँ मोच गरिरहेको छौँ स्टाइल गरिदेऊ न दामी दामी टाउको होस् है लक्ष्मी खत्री उहाँको हातमा चाहिँ के हो त्यो स्पिकर छ मस्त पारासँग जाँदै हुनुहुन्छ यस्तो ओह्रालोमा अनि तल हेर्न सक्नुहुन्छ यस्तो गाह्रो छ दुईटा यिनीहरू म एक्लै गइरहेको हो हामी चाहिँ त्यो के भन्छ नि यो युट्युबर छ त हो त्यसको साथीहरू त्यसको मोबाइल हामीले मोचेको छ हावा चलिरहेको छ हेर्नुहोस् गाइजहरू छिटो आइज अब हामी घर जान लागिसक्यौँ हाम्रो ग्याङ हो यो हाम्रो ग्रुप हो पछाडि एक्लै निसाल्छिन गाइस हामी घर जान लागेको अब हेर्नुहोस् आधा तोली यहाँ छ आधा तोली अगाडि छन् आधा तोली पछि सकिसक्यो तल खलङ्गा देखिन लागिसक्यो के देखेन लक्ष्मी गीत गाउन सहर झरे कि लाग्यो होला चट्टा परे कि शिरमा शिरबन्दी मेरो मायालाई उपहार
फर्के घरबन्दी। यो चाहिँ पुरोसरको घर 5-6वटा रुखमा एउटा मात्रै फलेको थियो अनि हामीले चाहिँ मागेर लिएको सरलाई। यो नि यिनीहरूले खाल्यो भने हामहाम गर्न लाग्यो ल सर। हामी 2-2 जना के थियो भने चाहिँ गएर एक्लै खाने कुरा थियो तर के यिनीहरूले अहिले खाने बनाउन आइसके भुतेनीहरू। यिनीहरू भिडियो गर्नु ठिक्क मस्त छन्। चुप खान्छन् ल्या त मलाई सुप छैन चुप्ले नगर्ने प्लिज ल्यान चुप्ले यस्ता लोभी छन् कि चुबाइदिनन् चुगाइदिनन् फ्यात्त पाकी खायो नि सुप छैन क्या एउटा ल्याउँदा केसी त खाने हो त त्यसै खा निक्ले खा खाना थोमा मेरो हात पोल्ने रहेछ सरका घर एउटा अहिलेसम्म रुख राखेको चुक त मिठो रहेछ या रुख बेर खाइसकेको रहेछ नि एउटा बच्याउ लास्ट यसो यहाँ हेरौँ सर यहाँ त चुक एउटा मात्रै छ त भने अन्त यहाँ खानेमा लाग्दैन त तँ यहाँ सरकार आयो के लाग्छ त भन्नु डेल्नु भयो अनि यहाँ लैजा भन्नु भयो टिभी नै लिइहाल्यौँ हामीले त फेरि हात्तीबाट बाई अब म एक्ला यता जान लाग्छु यता बाई बाई इक्जाममा राम्रोसँग पढाएर लखिने भट्टी आऊ